हेलो हजुर नमस्कार। आज चाहिँ हामी नास्ताको लागि मोमो बनाउने तयारीमा अब किचनतिर लाग्यो। अवस्था आजको हाम्रो नास्ता मोमो खाने योजना भयो। यहाँ हाम्रो कुक मास्टर चाहिँ, हेलो कुक मास्टर, उहाँ हुनुहुन्छ कुक मास्टर, स्पेसल मोमो बनाउँदै हुनुहुन्छ। अब मोमो चाहिँ यहाँ पाक्दैछ, ल तपाईँहरू हेर्न सक्नुहुन्छ। मोमो यहाँ पाक्दैछ यसरी चटचटसँगले। अहिले झोल मोमो खाने योजनामा म चाहिँ यता अचारतिर व्यस्त छु। झोल मोमो यसो झोल मोमो खाइदिउँ न त बस्दा थियो भनेर 10 रुपियाँ पानको लागि यता गइहाल्छ चट्टासँगले निकाल्दै सल्लक्कसँगले साथी खनाउँदै यहाँ मेरो चाहिँ झोल मोमोको चटनी यता तयार हुँदैछ। हाम्रो उस्ताद लगाउनु हुँदैछ दोस्रो बानको लागि। यो चाहिँ दोस्रो बान हो, पहिलो बान निकालिसक्यो। सल्लक्कसँगले दोस्रो बान पनि एक बान पुरा भयो अहिले। अब यसलाई चट्टसँगले माथिबाट ढकनले छोपिदिने हो। धेरै टाइम लाग्दैन पाक्नु। यहाँ अचार पनि तयार हुन आँट्यो। अब यसलाई चट्ट मिक्सरमा पिसेर सर्लक्कसँगले मोमो हालेर खाएपछि त ओहो टेस्ट त। झोल मोमोको लागि अचार तयार भयो। झोल मोमोको लागि यस्तो भयो अचार चाहिँ। झोल मोमो चाहिँ तयारी मोमो पनि बनाइसक्यो दोकानको। सर्लक्कसँग साथीले हाल्छ है। उस्ताद चाहिँ हुनुहुन्छ सर्लक्कसँगले हाम्रो उस्ताद हो। पहिला 5 स्टार होटलमा यही मोमो बनाउने काम गर्नुहुन्थ्यो अरे। यहाँ पनि त साथी म खुवाउँछु आज भनेर उहाँको सिप है, उहाँको अग्रसरमा भयो चाहिँ तयार भयो। यहाँ सबै साथीहरू बसेर सर्लक्क। हेलो सर, कस्तो भएछ? ल अब खाना रेडी भयो। अब चाहिँ हामी मोमो खान्छौँ। हजुर हाम्रो ब्रेकफास्ट पनि सकियो। हजुरहरूलाई कस्तो लाग्यो हाम्रो आजको योजना? ल सबैले हेरेर हामी खाने हजुरहरूले चाहिँ लाइक कमेन्ट गरिदिनु है। हवस् त, धन्यवाद, बाई बाई।